त अब जे गर्नु उठै गर्छ हो हामीले त अब रेडी बनाएर निकालिदिने काम हो अन्त चाहिँ टेन्सन हुँदैन नि बिचरा चाहिँ भन्नु मात्रै सकेको छैन फेरि मात्रै कहाँ हो र झार्दै पर सबै नाकीमा पनि पुग्नुपर्छ नि त्यति त झेल्नु चाहिँ सक्नु पर्यो झेल्नु त हामी त झेल्नु त सक्ने हो त्यो काम थियो नि अलिकति एउटालाई परानेर छोड्यो एउटा अलिक पर छोड्यो दैको फुल्दै अर्को हुन्छ त्यो गाडीमा त नि फेरि टाइममा पुगिहाल्नु पर्यो एटिएम पनि केही खाँदैन भन्छ खान्छ अरे त्यसलाई पैसा त पर्दैन नि पर्ने त के होला कतिजना साथीभाइ 30 जना छ भने केटाकेटी मसिनो नि त्यो दुईजना चाहिँ खतरा छ हाम्रो केटाकेटीहरू त्यो र तल हो त्यो एउटा त खतरा हुने छ पछि तारू मैलो वा यहाँनिर त्यो होइन उसको देखिँदैछ नि सफा सो देख्दैछु अहिले म चाहिँ फेरि देख्छु दुईजना दोडा चाहिँ खतरा छ गाडी त्यो दोडा चाहिँ बाक्छ अरे साह्रै अलिक तिनीहरूलाई चाहिँ कान मोडिदिनु पर्यो अब फेरि बोल्नु पनि बोलेको छ नि त्यो दोडा मात्रै पछाडि बस्छ अलिक कराउने त तर ठिक हुँदैन त उल्टै मुख लाग्नु खोज्छ
तिनीहरू त तर खेल्नु आउँछ कि अन्त त्यो दुईजनाले अब एउटालाई मात्रै कुट्नु भएको छैन एउटालाई मात्रै पनि गर्नु भएको छैन हो अब मेरो छोरालाई मात्रै कराउनु कुट्नु भएको छैन र त्यो दुईजनालाई कुट्नु खोज्छु कुट्नु त भएन अर्काको नानीहरू तर स्मार्ट देखाउँछु नि उनीहरूलाई यही स्मार्ट देखाउँछु मात्र चाहिँ नि म भन्दै दिन्छु अलिकति त दिन्छु पनि हो दिँदैन त्यस्तो छ फेरि त्यही त हिर्काउँदा ल्याउँछ होला नि त उसको बाजेले तर अलिक हिर्काएको त पिउँदैन पो तिनीहरूले त्यो बोरालाई चाहिँ अलिक माथिको त्यो साक्नेको भने न त्यो अलिक ह्यान्डिकेप छ नि त्यो नानी चाहिँ त्यसलाई त हेपेर त्यही त भन्दै थियो अस्ति हेप्छ के भन्छ भन्थ्यो मैले कराइदिएको फेरि तिमीलाई त्यस्तो मात्रै गर्दा त्यस्तो बाउले अब चाहिँ डन्डा निकालेर बसेको अरे तिमीलाई चाहिँ नहेपै डन्डा दिन्छ अरे तिमीहरूलाई चाहिँ गाडी घुमाउँदाखेरि अरे डर देखाइदिएको अहिले त अलिकति हेप्ने पढ्नु लाएर अरे हो त्यो सानोले त्यो ठुलो छ अरे नि त्यो चाहिँ ठुलो छ कसको नानी हो कि त्यो अलिक उयो भएको रहेछ ह्यान्डिकेप त्यस्तो छ अरे मुखहरू लाग्दैन त्यस्तो भन्दै थियो यसलाई भेकहरू साह्रो लाउँछ नि उता भेक पर राख्छ अन्यदेखिको त भन्छ तिनजना मात्र साङ्गो त्यो माथिको त्यो के भन्छ यसले सोच्नु फेरि किन बाजेको ए सोच्छ त्यसले पनि त्यसले चाहिँ किन बाजेको